हेलो नमस्कार अनि गुड मर्निङ र आज चाहिँ सन्डे है मेरो छुट्टी पनि हो र त्यही भएर बिहानको ओटी थियो ड्युटी गरेर आएर चाहिँ रेडी सेडी भएर रुममा अब चाहिँ जोरथाङ निस्किन आँटेको साथीभाइ र अलिअलि घरमा सरसौदा पनि पठाउनु पर्छ है नानीलाई मिठाईहरू पनि पठाइदिनु पर्नेछ अनि के कस्तो हुन्छ तपाईँहरूलाई जोरथाङको गरममा हो देखाउनेछु तपाईँहरूलाई अवश्य र अहिले भने चाहिँ हामी यहाँबाट निस्किन आँटेको साथीभाइ जोरथाङ पुगेर भेटौँ है त साथीभाइ यस्तो हुन्छ साथीभाइ बुढीहरू चाहिँ हेर्नु नि हिँड्ने बेलामै के दलेको अनुहारतिर यसरी ढिलो हुन्छ त्यही भएर हो हेर्नु नि के दलेको हो दल्नु पर्यो नि दल्नुको लागि यस्तो कुरोहरू हामी नलाउँदा पनि खै ठिकै छ हरेस लाग्यो नि र साथीभाइ हामी चाहिँ जोरथाङ बजार आइसकेको छौँ अहिले फिलहाल भने चाहिँ हो तपाईँको यहाँ चाहिँ गर्मी एकदमै बेसी छ हो गर्मीको कारणले गर्दा हो आगा आगा क्या नदेखेको त आगा कस्तो नदेखेको त गरेको क्या भेट आगे नदेखेको त गरेर हिँड्नु पर्छ सब्जी गर्नु सब्जी हामी सब्जी किन्न आएको गरम है डला त है अनि कस्तो यहीँ भएर चाहिँ कस्तो ढिलो निक्लेको हुन्छ आगे अब साह्रै डर त गरम छ साथीभाइ जोरथाङ चाहिँ करेला होइन एक पावा मात्रै काँक्रा यहाँनिर किन भन्दा चाहिँ जोरथाङको भिड चाहिँ यस्तो छ साथीभाइ आजको चाहिँ गर्मीमा साह्रै डरलाग्दो गर्मी छ साथीभाइ के गर्नु अब के गर्नु सर सब्जी गर्नै पर्यो मान्छेको भिड हेर्नुहोस् त हेभी छ साथीभाइ यस्तो गर्मीमा बिजोग भइसक्यो म त सब्जीहरू गर्न म रिस उठिसकिसक्यो अब रेस लाग्दो घाममा गाजरहरू त कहाँ छ मान्छेको भिड देख्छ साथीभाइ गरममा हो यहाँ होला हौ यहाँ तर यहाँ त पुरा उयो छैन आयो म खाने नि बर्थडेको मिठाई ल बिचरा प्याज घोपेर हेर्नु रोडमा योग भइरहेछ बिचराहरूको घोप्टेछ प्याज जोरथाङमा चाहिँ गरमले नै नसक्ने चाहिँ साथीभाइ आमा पाप भइसक्यो तपाईँहरू चाहिँ जोरथाङ चाहिँ नआउनुहोस् है के चाहिँ कति रुपियाँ होस् अघि किने दुइटा किनेस् कहाँ ल छोडिदिनुहोस् अघि किनेको किन काँक्रा 80 देखि मट्टा छोड्दैन को ए धन्यवाद छोड्दै के को
ब्रेड किन्नु आएको नानीको लागि नानीले अर्डर गरेको थियो ब्रेड पठाइदिनु भनेर हो त्यसको मिठाईहरू किने हुँदैछ र यहाँ चाहिँ हो यो बोक्दैन एउटा कति हो धेरै दिन बादमा भेटेको विष्णु म्याडम पुरा बलियो भएछ तर रोशनकै गाडीमा आएको छ भर्खर पुरा बलियो भएर उल्टा त्यसको उल्टा उल्टा भनेको मैले जोरताङमा जोरताङमा आइपुगेको छ उहाँ धेरै सालको बादमा भेटेँ मैले उहाँलाई कि एक दुई शब्द राख्दिनँ जोरताङको गरम कस्तो छ तपाईँ क्या सेतो मान्छे त्यो गइछ त्यहाँ हेर्नु दिदी त्यहाँ दिदीहरू राम्रोसँगले गर्नु ल त्यहाँ बिचरा घुमिरहेछ हो अल्मलेर ल यो जोरताङको बजारको यहाँ माथि आनन्द भैयाको दोकान यहाँ चाहिँ सस्तो सस्तो पाउँछ साथीभाइ तपाईँहरू आउनु सक्नुहुन्छ हो यहाँ चाहिँ मेरो बुढियाले भेस्ट किन्ने भनेर पसेको छ सस्तो पाउँछ